हेलो एभ्रिवान, वेलकम टु न्यू ब्लग। आज चाहिँ म धेरै महिनापछि भिडियो बनाउनु मन लागिरहेको थियो, त्यही भएर मैले बनाएको कि आज चाहिँ। त्यस्तो भिडियोमा चाहिँ त्यस्तो स्पेसल केही पनि छैन, त्यही पनि घरभित्रको सरसफाइ गर्दै भिडियो बनाउनु मन लागेर मैले बनाइरहेको छु। साथीहरू भिडियो पनि बनिने, काम पनि हुने भन्ने तरिकाले बनाएँ। अनि यत्तिकै पुछपाछ गर्दै भिडियो बनाउँदै बसिरहेको छु। साथीहरू के गर्नु, घरभित्रको काम देखिँदैन तर बस्न नि पाइँदैन भनेको हो कि यस्तो। अनि त्यही हो, एक त रमाइलो पनि हुन्छ साथीहरू घरभित्र किचन काम गर्न। मलाई चाहिँ एकदम रमाइलो लाग्छ। यत्तिकै हेर्नु न, मेरो सानोको देवर कान्छा देवर पनि फोटो कि। अनि यता चाहिँ मेरो सासू मम्मी र मेरो कान्छा देवर। अनि यत्तिकै हेर्दाखेरि मेरो बुढाको फोटो पनि यहाँ भेटेँ कि, मेरो बुढाको। अनि यतापट्टि चाहिँ मेरो माइलो देवर अनि मम्मी पनि हुनुहुँदो रहेछ क्या, सानो पहिलाको धेरै पुरानो फोटो कि। अनि यत्तिकै यो वासिङ मेसिन पनि 4 थियो नि त, अनि त्यही भएर पुछपाछ गरेँ साथीहरू। त्यस पछाडि सोफाहरू मिलाइसकेँ। अनि भ्याकुम लाउनु पऱ्यो भनेर रेडी गरेँ। अनि त्यस पछाडि ब्लगमा जोडेँ अनि मैले भ्याकुम लाउन थालेँ साथीहरू। अनि यतिको सरसफाइ त गर्नु पऱ्यो होइन साथीहरू, छोरी मान्छे भएपछि आफू बस्ने भएपछि यतिको सरसफाइ त गर्नु पऱ्यो। यो चाहिँ मेरो फाइनल सरसफाइ गरिसकेको है साथीहरू। मलाई चाहिँ एकदम रमाइलो लाग्छ है। तपाईँलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। यो चाहिँ मेरो फाइनल सरसफाइ गरिसकेको